मर्निङ गाइज। हामी चाहिँ गोर्खेदेखि हामी चाहिँ सम्बन्धन जाँदैछ। सम्बन्धन चाहिँ हिजो हामी यहीँ बसेको थियो गोर्खेमा। गोर्खे बसेको होमस्टे चाहिँ हो हमारा सारे है। वो सिक्किम बहुत बार विजिट कर चुका है सर, तो सभी हेलो सर। हे हेलो हेलो, आप लोग हम जाके आएंगे, आप लोग इधर बैठे। ठीक है ठीक है। हाम्रो नानाले मात्रै जहाँ पनि पोस्ट दिन्छ है। सम्बन्धन पनि ट्रेकिङै हुँदो रहेछ नि है हल्का त। निकीलाई साह्रै पढेको हो होइन। आज वर्षा भी नहीं होना चाहिए ना। यो तेर्सो बाटो जाने हाम्रो सुङ्नीमा स्वर्ग जाने बाटो होला। स्वर्ग यहाँदेखि त चढ्छ त, पहिले त झर्नु पऱ्यो नि त। हामी 5 किलोमिटर छ अरे हामी जानु। हाम्रो चाहिँ केसमा एक बुन्द पनि नहाल्ने चाहिँ यता मिस हुनुहुन्छ। बेलुका गरेको स्ट्रेट आज झन्डै बिग्रिहालेछ त अन्त। सुङ्नीमाको केस चाहिँ पछाडिबाट राम्रो देखिन्छ ल। यहाँदेखि 2 किलोमिटर मात्रै हो। हामी चाहिँ सम्बन्धन आइपुग्यो। तर गोर्खेदेखि चाहिँ गोर्खेमा नबसेर चाहिँ सम्बन्धनमा बस्नुपर्ने रहेछ। जग्गा दामी रहेछ यहाँ चाहिँ। आम्बो यत्रो माथि हिँडेर आएर यस्तो घर पाउँदा चाहिँ खुसी लाग्यो। खुसी लाग्यो। खुसी लागेन हिँड्नु परेर चाहिँ। गोर्खेदेखि चाहिँ सम्बन्धन आइपुग्यो। अनि नानासित सम्बन्धन चाहिँ बिहान चाहिँ कस्तो देख्दो रहेछ नानासित हेर्नु। मन पर्यो नि, पहिला उकालो हिँड्न चाहिँ पुरा साह्रो परेको थियो कि। यहाँ आइपुगेर चाहिँ पुरा खुसी लाग्यो। तर मर्निङमा आइपुग्छ नानी छ। हामी चाहिँ अब गोर्खेको होमस्टेबाट निस्केको। हामी अब चाहिँ सिधै कहाँ जाने वर्षे गएर चाहिँ त्यहाँदेखि पनि गएर चाहिँ म चाहिँ बहिनीलाई पढाउन जानुपर्ने छ। बिन्दास बिन्दास। हामी बसेको होमस्टे हो। होमस्टे चाहिँ अब चेकआउट गरिसकेर हामी चाहिँ निस्केको। बाई 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 होमस्टेलाई बाई 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 बाई। निस्केको हामी अब यहाँनिर सिम पनि 2G हिँडा पनि 2G हो अब है। ये बाटो दामी छ, यो बाटो राम्रो हो। स्टार्ट। साह्रो परेको नि बिचार। म आउँछु ल भिडियो गर्नु भन्दा। ऊ चाहिँ डेन्जरै छ हौ। पानीमा झर्छ अरे र। कुद्यो नाना कुद्यो चाहिँ त लड्दैन। सुन्दैन यतै आउन ल, अगाडि बाटो छैन।
हाम्रो सुङ्निमाले पहर खाइपठायो क्या पहर पक्कै खाइपठायो तिमीले वर्षेको गेट आइपुग्यो हाम्रो सरमान्दै हम हेर्दैछ है यो चाहिँ के फुल रहेन कस्तो कलर गरे कस्तो दामी पिङ्क कलर नि हो मकै बोकेको यहाँ हेर भुटेको मकै हो दुई प्याकेटको त 100 रुपैयाँ 100 रुपैयाँ रे महँगो नि है महँगो नि यो त माथि अब वर्ष पुगेर मात्रै छ यस्तो फोटो भिडियो चाहिँ यहाँदेखि चाहिँ वर्षे 5 किलोमिटर बापरे 5 किलोमिटर हुनसक्छ कन्फर्म तिमी अनन्या सक्छ उता उसले त म भन्दैन यहाँबाट चाहिँ लुना आउनुहोस् जाउँ म चाहिँ सिक्किमको भएर पनि यो मकै चाहिँ 50 रुपियाँ प्याकेट किनेर गएको है हाम्रो घरबाटै मकै छ यति तर यति किन्यो चाहिँ 50 रुपियाँ तर खाइदिउँ आज के छ 50 रुपियाँ तिर्दा है पानी रोपिदिन्छु उकालोमा पानी रोपिदिन्छु साँच्ची उकालोमा यो कुरा के अरे विन्डो मलाई त बहिनीले पनि पत्याएन पानी कसम रोक्छु म राई हो नि त म होइन म राई हाम्रो त तिमीहरू चाहिँ त्यो प्लेन साइडको राई हो नि त म हिल्ली एरियाको राई हो के भन्नु खोइ शब्दहरू हराएछन् सबै लाग्दैछ उडिरहेछु म माथि एक्लै पानी झर्या पनि देखिरहेछ त झस्किन्छु के भएको पानी झर्या पनि आफैसँगै बोल्दै बस्छु सधैँ लाग्दैछ अल्झिरहेछु म कहीँ कता हामी चाहिँ वर्षे आइपुग्यौँ वर्षे चाहिँ तर फुल चाहिँ यतिलाई दामी फुलिरहेको हुँदो रहेछ नि त अस्ति आउँदा चाहिँ फुलेको थिएन के भन्दैछ हाम्रो दुईजना मेगा चाहिँ कहाँ गयो अब यहाँदेखि चाहिँ ब्याट्री पनि छैन यहाँदेखि चाहिँ भ्लग पनि नगर्ने लास्ट एन्डिङ नै यहाँ पनि होला मेरो चार्ज पनि छैन अन्त सिधै त्यहाँदेखि चाहिँ बहिनीहरू पुऱ्याउनु जाने नगरकटा त्यहाँदेखि भोलि मात्रै घर आउँछु होला